संसारमा सबभन्दा गाह्रो कुरा भनेकै मन लगाउन रहेछ क्या। अरू चिज त लगाउँछ मान्छेले, धन लगाउँछ, तन लगाउँछ, हैन? मन लगाउन गाह्रो। हाम्रो बाल शाखामा छोराछोरीहरू छन् भर्खर जन्मेदेखि 13 वर्षसम्मको। अनि मैले ठुलो ठुलोलाई सानो सानो पार्टनर बनाइदिएको छु क्या। किन? ब्रस गर्ने बेलामा पनि ठुलोले सानोलाई सहयोग गरोस्, सुत्ने बेलामा पनि ठुलोले सानोलाई सहयोग गरोस्, वस्त्र परिवर्तन गर्दा पनि ठुलोले सानोलाई सहयोग गरोस्। अनि एकजना आउनुभयो मेरोमा, सोध्नुभयो किन पार्टनर बनाइदिए, तपाईँहरूले सेवा गर्न सक्नुहुन्न? यो बच्चालाई किन काममा लगाएको? यति सानैदेखि यो ठुलो बच्चाले सानो बच्चालाई स्याहार गर्नुपर्ने यत्रो जिम्मेवारी किन थुपारिदिनु भएको? मैले उहाँलाई भने पूर्व पश्चिम उत्तर दक्षिण कुन जात कुन धर्म कुन व्यवहार कुन संस्कारबाट आएको हामीलाई पनि थाहा छैन त्यो बच्चाहरू। अब ती बच्चाहरूको बिचमा मन मिलाइदिनु परेन? म प्रति त यसै पनि कृतज्ञ छन् उनीहरू। आमा आउनुभयो भन्छन् त्यसै दङ्ग पर्छन्। तर त्यो पूर्व पश्चिम उत्तर दक्षिण कुन जात कुन धर्म कुन लिङ्ग कुन वर्ण कुन संस्कारबाट आएका मान्छेहरूको बिचमा एउटै आमाले जन्माएको दुईटा सन्तानको बिचमा त मन नमिलेर 18-19 वर्षमा नै छुट्टिएर बस्छन् भने ती कहाँको बच्चाहरूलाई लिएर आएर राख्नलाई मन मिलाउन कति गाह्रो होला भन्नुहोस् त। ती बच्चाहरूको बिचमा त्यो मन मिलाइदिनको लागि कमसेकम एउटा ठुलो बच्चाले सानो बच्चालाई बाबु ब्रस यसरी गर्नुपर्छ, कपडा यसरी लाउनुपर्छ, यसरी सुत्नुपर्छ, यसरी खानुपर्छ भने सिकायो भने ओहो यो त मेरो आफ्नै मान्छे रहेछ जस्तो लाग्छ नि। कमसेकम उनीहरूको बिचमा मन मिल्यो भने बल्ल त्यो परिवार भयो कि भएन? दङ्ग पर्नु भयो क्या मेरो उत्तर सुनेर। त्यही भएर संसारमा सबैभन्दा गाह्रो भनेकै मन लगाउन रहेछ कि। सानो बच्चालाई 3 वर्षकै उमेरमा अहिले त मन्टेश्वरी पठाउनुहुन्छ नि। हाम्रो एकजना गुरुदेवले भन्नुहुन्छ मन्टेश्वरी होइन मुन्टेश्वरी भनेर। मुन्ट्याएर लिएर जाने भएर मुन्टेश्वरी रे। कर हुन्छ नि त, रहरले जाँदैनन् ती बच्चा, जाँदा रुँदै रुँदै जान्छन्। किन? मन नलागेर। अलि ठुलो 2-3 कक्षा 4-5 कक्षा पढ्ने भएपछि कहिले स्कुलको बस आउला र चढेर जाउँला गर्छन्। किन? मन लागेर। हेर्नुहोस् त मन लाग्नु र मन नलाग्नुमा कति फरक रहेछ। त यो भक्ति यो प्रेम भन्ने कुरा पनि यही हो हजुर। यहाँ मन लगाए भने लाग्छ, मन लगाएन भने। तर जब मन लाग्छ नि, मन लागिसकेपछि जब भक्तिमा मन लाग्छ अन्त मन लाग्दैन क्या। अन्त रमझममा मन लाग्दैन। आफै भित्रको रमझमलाई भेटिसकेपछि बाहिरको रमझम किन चाहियो? आफै भित्रको झिलिमिलीलाई भेटेपछि बाहिरको झिलिमिली किन चाहियो? आफै भित्रको सुकुन सन्तुष्टिलाई भेटेपछि बाहिरको सन्तुष्टि किन चाहियो? आफै भित्रको प्यास मेटिसकेपछि बाहिरको प्यास किन मेट्नु पर्यो? आफै भित्रको भोकलाई मेटिसकेपछि बाहिरको भोक किन मेट्नु? आफै भित्रको उज्यालो भेटिसकेपछि बाहिर किन उज्यालो चाहियो? आफैलाई साथी बनाइसकेपछि अरू मित्र किन चाहियो? यस्तो हुँदो रहेछ। त्यही भएर एकजना विद्वानले भन्नुभएको छ नि, जब भक्ति भोकमा प्रवेश गर्छ भोजन प्रसाद बन्छ। जब भक्ति जलमा प्रवेश गर्छ जल चरणामृत बन्छ। जब भक्ति घरमा प्रवेश गर्छ घर मन्दिर बन्छ। कति दिव्य कुरा छ, कति दिव्य भाव छ।